हेलो गाइज वेलकम टु अनदर ब्लग। आज चाहिँ गाई तिहारको दिन बिहानै उठेँ अनि गाई पूजा गर्नलाई चाहिँ रेडी भएँ। गाई पूजा गर्न जाँदै थिएँ अनि मसँग चाहिँ मेरो अन्त्य पनि आयो। गौमाताहरू चाहिँ मलाई पहिलोचोटि देखेर चाहिँ तर्सिँदै हुनुहुन्थ्यो। अनि चाहिँ मैले पूजा गरेँ, त्यसपछि चाहिँ मालपा खानिदिँदै थिएँ गौमातालाई। अनि सबै चिज सकेपछि चाहिँ गौमातालाई माला लगाइदिँदै थिएँ। अनि दाइले पनि सहयोग गर्दै हुनुहुन्थ्यो मलाई। अनि गौमाताको खुट्टामा चाहिँ पैसा राखेर ढोगेँ। त्यसपछि चाहिँ जनै पूर्णिमामा बाँधेको डोरो चाहिँ फुकालेँ अनि गाईको पुच्छरमा बाँधिदिएँ। सबै पूजा सकेपछि चाहिँ लास्टचोटि नमस्ते गरेँ। गौमाताको पूजा सकेपछि चाहिँ ठुलोबाबासँग घुम्न गएँ। ठुलोबाबाले चाहिँ दामी भ्यू देखिने ठाउँमा लानुभयो, हेर्न सक्नुहुन्छ होइन, हिमालहरू देखिरहेको। अनि घुमेर घर फर्केँ। त्यसपछि भाइटिकाको लागि चाहिँ पान बनाउन लगाएँ। दिदीहरूले चाहिँ भाइटिकाको लागि सेल बनाउँदै हुनुहुँदो रहेछ। अनि सेल बनाएको हेरेको चाहिँ सेल पनि टन्नै बनाइसक्नु भएको रहेछ होइन। त्यसपछि मैले सेल कस्तो रहेछ भनेर एउटा ट्राई गरेँ। सेल चाहिँ एकदम दामी मिठो भएको रहेछ। अनि फेरि अर्को दिनलाई लिन घर जाँदै दिदीको घर। अनि बाटोमा चाहिँ दामी जाम भइरहेको थियो। दिदीको घरबाट फर्किँदा चाहिँ रात परिसकेको थियो। त्यही पनि अनि मखमली फुलको माला चाहिँ थियो हामीसँग। अनि मखमली फुलको माला किन्दै थियौँ। काठमाडौँको विभिन्न ठाउँमा चाहिँ तिहारको लागि झिङ्गेहरू हालेर दामी देखिरहेको थियो। अनि अझै फलफुल किन्न बाँकी थियो। राति नै भए पनि सूर्यविनायकमा फलफुल किन्न रोक्यौँ। पसल चाहिँ खुल्ला रहेछ। अनि त्यसपछि फलफुल किन्यौँ। आजको भ्लगमा चाहिँ यति नै। फेरि छिट्टै भोलि नयाँ भ्लगहरू